जाँदामा चाहिँ कहाँ अरे हामी जाँदा कहाँ अरे अनि आज माछा मार्छ पक्का माछा मार्ने माछाको आटा चाहिँ उहाँ ऊ आटा चाहिँ ऊ त्यहाँ उतापट्टि ऊ पारी खोल्नु त्यहाँ कोसा आटा चाहिँ त्यो कोसा आटा चाहिँ बुटसुट लगाएको उताको सल्लाहकार नेतृत्व उहाँ म चाहिँ हल्ला गर्छु खै दिएर जाने फेरि ओली सरकार खै म त ओली सरकार ओलीको सरकार ढलिसक्यो यार त्यही भएर म आन्न भन्नुभयो के हो र आइसक्नु भयो आज बेसी नेतृत्व अतिथि हामी चाहिँ आज माछा मार्न जानु लागेको टोली हो त्यसै हावातलमा माछा मार्नु भनेर टोलीहरू तास खेल्दासँग लिएर आएर आज चाहिँ माछा मार्न जानु लाग्छ हामी चाहिँ देश निकाल्नु भनेको माछा खै त ओली सरकार यार खै तरिका तपाईँ चाहिँ के हो र यार यस्तो यार अनि यार माछा मार्न जानु भन्ने फेरि यार त्यो काँडै बिर्सिने यार खै त्यस्तो त हुन्न नि हो माछा मार्न जाने टोलीहरू खै त माछा मार्न जाने रे न के भन्छ बल्छी छ न केही छ केही छैन त अनि चल्छ नि नेपाली केटीहरू छ नि लाग्यो माछा मार्न माछा मार्ने टोली हातमा केही छैन खै माछा मार्ने रे के हो त यस्तो सबै हल्लिँदै हिँडेर न माछा मार्ने टोलीहरू त्यस्तो नि हुन्छ केले चाहिँ माछा मार्ने हो कि हात त्यति समात्ने हो यस्तो नि हुन्छ र भने हो गौडा मार्न चाहिँ बरु मिल्छ बरु मामा गौडा मार्न चाहिँ मिल्छ बरु हाम्रो त्यो भित्ता क्या हाम्रो खेतको भित्ता छ नि त्यहाँ चाहिँ माछा मार्न पारि नदीतिर जानु लाग्छ हामी यता एकजना हुनुहुन्छ पुरा बुट सुट लगाएर हेरौँ न